अब चाहिँ भिडियो एडिटिङहरुको लागि चाहिँ बेस्ट ल्यापटप 1 लाख देखि सुरु हुन्छ हैन अब एउटा ल्यापटप देखाउँछु म स्पेक चाहिँ एउटाको ल्यापटप लुक चाहिँ एउटाको देखाउँछु स्पेक चाहिँ म 5 वटा यो चाहिँ Asus को टप Asus को टप Ryzen 7 यो चाहिँ खासमा 4060 हो तर 4060 बाट सुरु नगरौँ अलि तलबाट सुरु गरौँ किनभने अलि सस्तो पनि बजेटमा खोज्छ नि त कसैले यो लुक्स एउटा हेर्नु स्पेक चाहिँ म 3-4 टाको भन्छ बिस्तारै हेर्नु होला Asus को टप Ryzen 7 मा 7000 सिरिज 16512 RTX को 2050 only and only 94,000 मार्केटमा कति पर्छ 98,000 म्याक्सले कतिमा दिँदै only 94,000 मा सब्स्क्राइबरले प्लस न्यू इयर अफर प्लस हाम्रो अनुवाद दाइको च्यानलबाट फर्स्ट भिडियो त्यही भएर विशेष अफर मैले यति धेरै अफर त आफ्नो च्यानलबाट पनि दिएको छु जति हजुरबाट दिएको छु हजुरको धेरै भाइ बहिनीहरु हुनुहुन्छ प्लस मेरो पनि बानी छ भाइ बहिनीलाई माया गर्ने Asus को टपमा Ryzen 7 2050 कति पर्न आयो 94,000 यसमै 3050 लियो भने कति पर्न आयो 1 लाख यसमै 4050 लियो भने Ryzen 7 मा गाइस 1,34,000 यसमै 4060 लिनुहुन्छ भने तपाईलाई पर्न आउँछ 1,55,000 र यसमै 4070 किन्नुहुन्छ भने तपाईलाई पर्न आउँछ 1,90,000 4070 को 1,90,000 पर्न आयो 4060 को 1,55 पर्न आयो 4050 को 1,35 पर्न आयो 3050 को 1 लाख पर्न आयो 2050 को 94 पर्न आयो Ryzen 7 मा 7000 सिरिज 16GB RAM 512 144 हर्ज को डिस्प्ले भएको अब दाजु यसमा काम चाहिँ के गर्नुहुन्छ भन्नु नै भएन भन्नुहुन्छ हो 1 लाख को भित्रमा लिनुहुन्छ भने भिडियो एडिटिङहरु गेमिङ सेमिङ सबै गर्न मिल्छ नमिल्ने हैन स्ट्रिमिङहरु तर तपाई आर्किटेक्चर हुनुहुन्छ भने आर्किटेक्चरलाई विशेष है बरु गेमिङ सेमिङको लागि अलिकति ध्यान ला तर आर्किटेक्चरलाई चाहिँ अलिकति हाई स्पेकै किन्नु पर्छ 4060 भएको किन्दा राम्रो आर्किटेक्चर पढ्दै हुन्छ नि 4060 भएको किन्दा कम से कम बजेट भने 40 त किन्नै पर्यो तर 4060 भएपछि चाहिँ मजाले पुग्छ 4060 भएको ल्यापटपहरु तपाईले 140 देखि माथि पाउन सक्नुहुन्छ बजेट 40 किन्ने कजनासँग पैसा धेरै हुन्छ 2 लाख वाला किन्ने पनि हो तर मिनिमम चाहिँ 140 सम्म पुग्नै पर्छ आर्किटेक्चर पढ्दै हुनुहुन्छ बजेट 1 लाख को छ भने ल्यापटप नकिन्नुस् कुनै पसल यसमा हुन्छ भन्छ भने त्यो काम चाहिँ हुँदैन अहिले होला तर पछि गएर काम चाहिँ त्यसले दिदैन अलिकति बजेट बढाएर 4060 भाकै किन्दा राम्रो तर आईटी साइटी पढ्नेलाई चाहिँ गेमिङ किन्नु पर्छ भने चाहिँ तपाईसँग बजेट हुन्छ नि त 1 लाख सम्मको हो बजेट छ भने चाहिँ गेमिङ किन्नु नत्र 65 70 लटा किन्दाखेरि पनि आईटी को कामहरु चाहिँ गर्न मिल्छ